उता विश्वकपको रोमाञ्चक प्रतिस्पर्धाले विश्व फुटबल तताइरहेका बेला यता नेपाली फुटबल भने ठूलो सङ्कटमा परेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई अनिश्चितकालीन रूपमा निलम्बन गरेको छ। फिफाले नेपाली फुटबलमा अनावश्यक हस्तक्षेप भएको निष्कर्ष निकाल्दै अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो। फिफा काउन्सिल ब्युरोको निर्णयसँगै निलम्बन कायम रहुन्जेल एन्फाका राष्ट्रिय टोली तथा क्लबहरूले कुनै पनि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। यस निर्णयले नेपाली फुटबलका अन्तर्राष्ट्रिय गतिविधि, विकास कार्यक्रम तथा प्रतियोगितामा असर पर्ने भएको छ। निलम्बनका कारण राष्ट्रिय टोलीका आगामी अन्तर्राष्ट्रिय खेल, क्लब स्तरीय प्रतियोगिता तथा फिफा र एसियाली फुटबल महासङ्घ अन्तर्गतका विभिन्न कार्यक्रम प्रभावित हुनेछन्। विश्वकप छनौट तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा रहेको नेपाली फुटबलका लागि यो निर्णय ठूलो झड्का मानिएको छ। फिफाले सदस्यीय सङ्घको स्वायत्ततामा हस्तक्षेप भएको अवस्थामा कडा कदम चाल्ने नीति अनुरूप एन्फामाथि कारबाही गरेको जनाएको छ। यसअघि एन्फाका विभिन्न प्रशासनिक विवाद र हस्तक्षेप सम्बन्धी प्रश्नका कारण आलोचना पर्दै आएको थियो। फिफाको निर्णय सार्वजनिक भएसँगै नेपाली फुटबल वृत्त र समर्थकमाझ चिन्ता बढेको छ। अब निलम्बन फुकुवा गर्न एन्फाले फिफाले उठाएका विषय सम्बोधन गर्दै आवश्यक सुधारका कदम चाल्नुपर्ने देखिएको छ।